हेलो एभ्रिवान, आज चाहिँ म तपाईहरुलाई मेरो फेस मेकअप गरेर देखाइरहेको छु है। म चाहिँ मेकअप गर्दा के प्रोडक्ट युज गर्छु भनेर देखाउने छु। फर्स्ट अफ अल चाहिँ म फेस वाश गर्छु। म चाहिँ सेरावी हाइड्रेटिङ क्लिन्जरले फेस वाश गर्छु है। यो त एकदमै राम्रो छ। त्यहाँदेखि चाहिँ मोइस्चराइजर चाहिँ म पाल्मरको मोइस्चराइजर युज गर्छु है। यो चाहिँ फ्रेग्रेन्स फ्री, केमिकल फ्री हुन्छ, धेरै मात्रामा ग्लिसरिन हुन्छ यसमा है। त्यही भएर एकदमै राम्रो छ। त्यहाँदेखि चाहिँ म सनस्क्रिन लगाउँछु। यो सेटअपुलको 50+ एकदमै राम्रो छ है, मलाई सुट गर्छ यसले। र हामीले मोइस्चराइजर र सनस्क्रिन चाहिँ स्किप गर्नु हुँदैन है, एकदमै लगाउनु जरुरी छ है। र मजाले लगाउँछु म। त्यहाँदेखि चाहिँ म के लगाउँछु भन्दाखेरि यो ल्याक्मीको सीसी क्रिम PS8 हो मेरो। यो चाहिँ मेरो इम्पोर्टेन्ट क्रिम हो है। यो चाहिँ लगाउँछु म। मजाले हातले लगाउँछु है। म ब्लेन्डर युज गर्दिनँ किनकि मलाई इन्फेक्सन हुन्छ ब्लेन्डर युज गर्दा। मजाले म हातले नै ब्लेन्ड गरेर लगाउँछु। अनि यो कन्सिलरको काम पनि यसले नै गर्छ है। म कन्सिलरहरू लगाउँदिनँ, यसले नै युज गर्छु। त्यहाँदेखि यो आइब्रोज नोज पिनहरुतिर लागेको चाहिँ मजाले टिस्युले पुस्छु म है। र त्यहाँदेखि चाहिँ म के लगाउँछु भन्दाखेरि आई स्याडो लगाउँछु है। र आई स्याडोको सेड चाहिँ मेरो यति नै छ, पिङ्क कलर है, ब्राउन कलर, गोल्डन कलर, यति नै लगाउँछु म। र ब्रसहरू यो सबै मेरो मेकअपको। र आई स्याडोको लागि चाहिँ यो ब्रस युज गर्छु म। यो ब्राउन कलरको आई स्याडो लगाइरहेको छु है। र ब्राउन कलरको सेमर पनि युज गर्छु। यो एलिजिनको आइलिनर लगाउँदैछु। काजल चाहिँ म त्यति साह्रो लगाउँदिनँ किनकि मलाई डार्क सर्कल हुन्छ नि त, त्यही भएर। त्यहाँदेखि चाहिँ म मस्कारा युज गर्छु है। र मस्कारा चाहिँ म यो मेबेलिनको लगाउँछु। मजाले मस्कारा यसरी लगाउँछु है। र आई कर्लहरू गर्नु पर्दैन है, यसले नै मजाले यो आइल्यासेस कर्ल भइहाल्छ। र मजाले यसरी अप्लाई गर्छु मस्कारा। र यो मस्काराहरू लगाएर चाहिँ राम्रो देखिहाल्छ है। आई म्याक फुल देखिहाल्छ। ब्राउन कलरको आई स्याडो, आइलिनर, मस्कारा है। त्यहाँदेखि चाहिँ म के लगाउँछु भन्दाखेरि यो मेरो सबै ब्लसहरू है। यो ब्लसरको लागि ब्लसमा चाहिँ म यो लगाउँछु म्याकको, एकदमै राम्रो छ है। पिङ्क सेडमा, लाइट पिङ्क हो, एकदमै मनपर्छ मलाई। यो ब्लसर लगाउनु चाहिँ कतिजना त स्किप गर्छ है, लगाउँदैन। र मलाई चाहिँ एकदमै मनपर्छ यो लगाउनु। मजाले लगाउँछु म चिक्समा, चिनमा, फोरहेडमा है, एकदमै राम्रो देख्छ। त्यहाँदेखि मेरो नोज त एकदमै सानो छ है, त्यही भएर चाहिँ मैले यो हाइलाइटर युज गर्नुपर्छ। नोजमा मजाले यसरी लगाउँछु म। अलिक सार्प देख्छ नि त है नोज, सानो नोज हुनेहरूलाई। र हेर्नुहोस् त मजाले देखिहाल्यो है, सार्प एकदम। त्यहाँदेखि चाहिँ म लिपस्टिक लगाउँछु है। लिपस्टिक चाहिँ मेरो 1-2वटा छ, मेबेलिनको, म्याकको, एसेन्सको है। र लिपस्टिक चाहिँ म प्रायः जस्तो मिक्स एन्ड म्याच गरेर लगाउँछु है। मलाई चाहिँ मिक्स एन्ड म्याच गरेर लगाउनु एकदमै मनपर्छ। 2-3वटा कलर लगाएर है, यो पिङ्क कलर लगाएँ होइन। अब यो यसले लिप लाइनर बनाउँदैछु। यो मेरो ब्राउन कलरको छ है, पर्पल कलरको, ब्राउन पर्पल मिक्स भएको। र हेर्नुहोस् न, यस्तो अलग्गै फाल्टै देख्छ क्या कलर यसरी लिपस्टिक लगाउँदा चाहिँ। अनि मलाई चाहिँ यसरी नै मनपर्छ है। 2-3वटा कलर लगायो भने चाहिँ राम्रो कलर निस्किन्छ नि त। यसरी लिपस्टिक लगाउँछु म है। र मेरो मेकअप लुक कस्तो देखियो गाइस, सबैजनाले कमेन्ट गरेर भनिदिनुहोस् है मेरो मेकअप लुक चाहिँ कस्तो छ भनेर। सो सबैजनालाई थ्याङ्क यू सो मच फर वाचिङ।